काम पनि देखिँदैन अनि फुर्सद पनि हुँदैन मेरो चाहिँ। सेवा नमस्ते हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। मैले चाहिँ बिहानै आज फुलमा पानी मजाले लगाएँ। त्यसपछि लागेँ म बारीतिर सयपत्री फुलको ब्याड राख्नुको लागि। ढिलो भइसक्यो नि त, अनि तिहार पनि पच्छ, तिहार छ भनेर राखेकै थिएन। अब त धेरै ढिला हुन्छ, पछि तिहारमा फेरि फुल्दैन भन्ने सोच आयो। अनि त्यही भएर म चाहिँ मजाले बारीहरू खनेर ब्याड राख्नु गइरहेको छु। यत्तिकैमा मैले फुलको ब्याडहरू मजाले राखेँ। अनि अस्ति चिउरी ल्याएर गुम्चाइरहेको थियो नि त, अनि आज हेरेको त पाकेछ। अनि मैले चाहिँ झिकेर खाइदिएँ। छिनछिनमा घाम लाग्छ, छिनछिनमा पानी पर्छ, पानीले बगाएर लान्छ होला गाठे। मलाई त टेन्सन लागिसक्यो, स्विमिङ गर्नु पनि आउँदैन, बगायो भने त खत्तम हुन्छ फेरि। पानी पनि रह्यो अनि म चाहिँ गएँ जङ्गलतिर काम गर्नुलाई। जाँदाखेरि बाटोमा चराले गुड अनि चराको अन्डा पनि रहेछ 2टा। अनि म चाहिँ जङ्गल मजाले फाड्न थालेँ अलैँची बारीमा। यो चाहिँ हाम्रो चाहिँ अलैँची फाड्ने पनि अनि पातलो भएको नयाँ बिरुवाहरू लाउने गर्दै थपिरहेछौँ। पातलो भएकोमा धेरै गाह्रो हुने क्या, पछि पानी लाउँदाखेरि पनि अप्ठ्यारो हुने, अनि झार पनि साह्रै धेरै आउँछ पातलो भएपछि, त्यही भएर थप्नुलाई। अनि यसरी नै बाहिरबाट बिरुवा ल्याउँदै मम्मीले चाहिँ बिरुवा उखाल्दै हुनुहुन्थ्यो झाङबाट। अनि उखाल्नु भयो अनि मैले बोकेर लगेँ रोप्नको लागि। अनि यसरी फाँडेको ठाउँमा चाहिँ मजाले कोदालोले वरिपरि खनेर अनि बिरुवा राखेर वरिपरि माटो लगाएर अनि यसरी वरिपरि कुल्चिनुपर्छ नि त। कुल्चेन भने चाहिँ हावा आउँछ अनि ठुलो पानी आयो भने लडाइदिन्छ। अनि लडाएपछि राम्ररी टुसा हान्नु पाउँदैन। त्यही भएर हामी चाहिँ यसरी मजाले वरिपरि माटो लगाएर कुल्चेर बिरुवाहरू रोपेको बिरुवाहरू यस्तो देखिरहेछ। अनि मम्मीले चाहिँ घाँस काटेर यसरी थुपार्नु भएको थियो। अनि मैले त घाँस बोकेर घरतिर आएँ, बाख्रालाई दिएँ। बाख्राले पनि मजाले खाइरहेको छ घाँस। डोकन चाहिँ मैले साइडमा राखेको थिएँ, त्योभित्र चाहिँ अघि पसेर मजाले बसिरहेको रहेछ। अनि मैले चाहिँ उठाउनु गरिरहेको छु। अनि मैले यसरी बाहिर झिकेँ त पूर्णिमा त अझै भित्रभित्र लुक्दैछ झिक्छ भनेर। त्यसपछि मैले पाठा लिएर घर आएँ। अनि म मसला लिनु बारीतिर गएको, धनियाँ यस्तो मजाले भइरहेको रहेछ होइन, मलाई त टिपौँ लाग्यो। अनि मैले धनियाँ पनि टिपेँ। त्यसपछि लसुन टिपेको, लसुन त सबै झारै झार भइसकेछ। अस्ति खन्नुपर्ने पानी परेर नभ्याएर लसुनभन्दा धेरै झार भएछ। यसरी झार पन्साएर खतल परेर मैले लसुन निकालेँ। माटो थियो अनि मैले मजाले धोएँ। अनि मैले यसलाई केलाएँ। अनि मिक्सरमा पिस्न आँटेको, मम्मीले सिलौटामै पिसेको मिठो बास्ना आउँछ भन्नुभयो। आफूभन्दा ठुलोले भनेको त मान्नै पर्यो, म परे आज्ञाकारी छोरी। अनि मैले यसरी नै मजाले पिस्न थालेँ। केलाको लसुन पनि हालेँ, यसलाई फेरि मजाले पिसेँ। अब चाहिँ मेरो मसलाको पेस्ट रेडी भइसकेको छ। यसलाई मैले एउटा प्लेटमा उठाएर राख्दैछु। त्यस पछाडि मासु काटेर यसरी म चाहिँ मासुमै बेसार हाल्छु। अनि मजाले कराही तातो भइसकेपछि मैले मासु लगाएँ। अनि मासु मजाले यसरी चलाएर फ्राई गरेर भुटेँ। मासु पनि पाक्यो। अनि अघिको मसला मैले हालिदिएँ। अनि फेरि मजाले एकचोटि चलाएँ। अनि यसरी मासु चाहिँ पाकेर रेडी भयो।